नमस्ते, म दिपेन कुमार बेसी, कर्णाली प्रदेश सुर्खेतबाट। अन्तर्राष्ट्रिय युवा दिवस अगस्त 12 को अवसरमा सम्पूर्ण युवाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। युवा अवस्था भनेको मानव विकास क्रमको बाल्यवस्था पार गरिसकेपछि र प्रौढ अवस्था नआउन्जेलसम्मको अवस्थालाई युवा अवस्था भनेर बुझिन्छ। राष्ट्रिय युवा परिषद ऐन 2072 अनुसार नेपालले 16 देखि 40 वर्ष उमेरसम्मका नारीहरूलाई युवा भनेर परिभाषित गरेको छ। विभिन्न देशहरूले आफ्नै तौरले युवाहरूलाई परिभाषित गरेको पाइन्छ। जस्तै कि भारतले 15 देखि 35 वर्ष उमेरसम्मका, चीनले चाहिँ 14 देखि 28 वर्ष उमेरसम्मका नारीहरूलाई युवा भनेर परिभाषित गरेको छ। र मैले कर्णालीको परिप्रेक्ष्यमा भन्दा युवा ती हो जो चाहिँ बाँझो जग्गा जमिनलाई जोतेर पनि त्यहाँ उत्पादन गरेर बेचेर आफ्नो परिवारलाई, समाजलाई चलाउन सक्छ। युवा ती हो जसले स्वदेश होस् अथवा विदेशमा गएर परिश्रम गरेर पसिना पोखेर त्यसको राजस्वबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्दछ। युवा त्यो हो जसमा नयाँ सोच, नयाँ जागर, नयाँ विचार र नयाँ योजनाहरू हुन्छन् र त्यसलाई परिपक्व रूपमा कार्यान्वयन गरेर निर्णय दिएर समाजको विकासको निम्ति मद्दत गर्दछ। युवा त्यो हो जसले राष्ट्रको विकासको निम्ति समाजमा समानता कायम गरेर, समाजमा एकता कायम गरेर, समाजमा सहिष्णुता कायम गरेर अगाडि बढ्नको निम्ति मद्दत गर्छ। समाजमा जति किसिमका जोखिमहरू हुन्छन् ती जोखिमहरूसँग जुधेर समाधान गरेर अगाडि बढ्न मद्दत गर्दछ। युवा ती हुन् भिर पाखादेखि लिएर सम्पूर्ण ठाउँमा जोस र जागर र आँटका साथ जान सक्ने व्यक्तिहरू, समाजमा भएका नराम्रा पक्षहरूको खबरदारी गरेर अगाडि बढ्न सक्ने शक्ति नै युवा हुन्। युवा ती हुन् जो परिवर्तनका सम्भाग हुन्, परिवर्तनका खम्बा हुन्। युवाहरूले परिवारदेखि लिएर समाजलाई चलाउनको निम्ति नेतृत्व गर्न सक्छन्। युवाहरूले नै हो घरमा नुन होस् अथवा सुन होस् त्यसको व्यवस्थापन पनि गर्न सक्छन्। युवा त्यो हो जसले राज्यका हरेक पक्षहरूलाई कार्यान्वयन गरेर अगाडि बढ्न सक्छन्। कानुन होस् अथवा अन्य क्षेत्रहरूमा ती कुराहरूलाई चाहिँ शैक्षिक रूपमा अब्बल हुने हुँदा पनि ती व्यक्तिहरूले चाहिँ समाजको कानुनहरूलाई अवलम्बन गर्ने गर्दछन्। र युवा ती हुन् जसले एउटै विचार र एजेन्डाहरूलाई सही ठाउँमा कार्यान्वयन गर्न सकेर अगाडि बढ्न सक्छन् र समाजमा सुशान्ति कायम गरेर अगाडि बढेर देशको विकासमा टेवा पुर्याउन सक्छन्। अरूभन्दा 2टा बढी भए पनि थपेर अगाडि बढ्न सक्छन्। ती नै युवा हुन्। हवस् त, धन्यवाद।